भूमिका नगेन्द्र थापा। पृष्ठ 9। वा प्रकाश भाइ, क्या मुन्ताज छ तपाईको। म त मोहित भएको छु। प्रकाशको दृष्टिमा वाइड एंगल लेन्स र कलरफुल स्पेक्ट्रम त छँदैछ, साथै यसमा टेलिस्कोपिक जुम लेन्स पनि भएकोले विगतलाई तानेर आँखा सामुन्ने तिर्स्याउँछ। मुन्ताजको फ्रेम यति ठूलो छ कि यसभित्र काठमाडौँका गल्लीहरू, काठमाडौँ यतिसम्म कि नेपाल मात्र अट्टाएको होइन कि नेपाल पारीको सिमानालाई पनि समेट्न भ्याएको छ। यस मुन्ताजभित्र यति धेरै पात्रहरू, परिदृश्य र परिवेशहरू छन् जसले गर्दा आँखा नै तिर्मिराउँछ। गिदी नै खलबलिएको छ मेरो। परिस्थिति र पृष्ठभूमि सहितको फ्ल्याक्स व्याक दिन सक्ने कस्तो सृजनशील छ मुन्ताज तपाईको। प्रकाश भाइ, तपाईको मुन्ताजको मूल जरा विगतसँग जोडिएको त छँदैछ, सँगसँगै वर्तमानलाई पनि छेडछाड गर्न भ्याएको छ। हुँदा हुँदा आगतका संकेतका झिल्काहरू फराउन पनि छाडेको छैन। प्रकाश भनेका अर्थात् प्रकाशको मुन्ताज भनेको त्रिवेणी हो, जहाँ साहित्य, संगीत र सिनेमाका नदीहरू आएर समागम हुन्छन् अनि सिर्जना हुन्छ मनोरम स्थल। बहुआयामिक प्रतिभा सम्पन्न प्रकाश एक दक्ष र सिपालु एङ्कर हुन्, एक जबरदस्त प्रस्तोता हुन् जसले दर्शक र श्रोतालाई उनीसँग जोडी राख्ने क्षमता राख्दछ। पृष्ठ 10। गोपाल इन्जन र नारायण गोपालको सन्दर्भमा मैले आफूलाई स्यान्डविच भन्ने गरेको छु। आज काठमाडौँ मुन्ताजको मजा चाकेपछि प्रकाश भाइलाई डबल स्यान्डविच भन्न त मन लाग्यो। बीचमा साहित्यका विभिन्न स्वाद र रङको कलेवर पनि, एकपट्टि संगीत र अर्कोपट्टि सिनेमाले च्यापेको स्यान्डविच। विशेष गरी नेपाली संगीतको नालीबेली जानकारी अर्थात् ज्ञानको सन्दर्भमा प्रकाश भाइलाई नेपाली संगीतका इन्साइक्लोपेडिया हुन् भन्ने मलाई लाग्छ। तपाईको मुन्ताजको एक कुनामा म पनि अटाएछु, खुसी लाग्यो, धन्यवाद। तपाईको स्मरण सहित तपाईको रौस, जाँगर र ऊर्जालाई मेरो सलाम छ। प्रतिभा भएका तर अवसर नपाएका भाइ बहिनीहरूलाई जसरी तपाईले उनीहरूलाई साहित्य, संगीत र सिनेमाको क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन र विस्तार गर्ने मौका र वातावरण सिर्जना गरिदिनुहुन्छ, त्यसका लागि तपाईलाई मेरो जंगी सलाम। अनुसन्धान गर्नेहरूका लागि यो किताब राम्रो खुराक र धेरै नै उपयोगी हुन्छ भन्नेमा मेरो दह्रो विश्वास छ। र अन्त्यमा किताब पढिसकेपछि मलाई के लाग्यो भने यो पुस्तक काठमाडौँ मुन्ताज नभएर प्रकाश भाइको मानस सेल्फी हो। मालीगाउँ, काठमाडौँ, डिसेम्बर 2018।